सधैँको जसरी आज पनि सुरुवात हुँदैछ गाइस। भिडियो बनाउन मेरो चाहिँ मर्निङदेखिबाट यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। म चाहिँ कुकुरलाई चारो हालिरहेको छु मर्निङमै। र हेलो एभ्रिवान, नमस्ते, हजुरलाई स्वागत छ फेरि पनि मेरो एउटा न्यू व्लगमा। अनि गाइस हेर्न सक्नुहुन्छ, म चाहिँ कुकुरलाई चारोहरू हालेओरि म चाहिँ नुहाइधुवाइ गरेर अब चेयरतिर पूजा गर्न आँटेँ। पूजा चाहिँ अब डेलीको फोटोमै गर्छु म चाहिँ, अब बाँकी चाहिँ अब गर्दिनँ, किनभने हाम्रो बडोको पनि डेट भएको छ नि त। अरू चाहिँ गर्न हुँदैन। अब पूजा भन्दाखेरि चाहिँ अब पितृको चाहिँ पूजा गरेर हुन्छ अरे। र गाइस त्यतिकैमा हेर्न सक्नुहुन्छ, म चाहिँ फुलहरू टिप्दै छु नि त। सेता फुल चाहिँ एकदम पवित्र अरे। त्यसको बादमा तुलसीको पत्ता पनि टिप्दै थिएँ। अनि त्यसको बादमा हेर्न सक्नुहुन्छ, म चाहिँ दमादम पूजा गरिरहेको थिएँ गाइस। म चाहिँ अब डेलीको फोटोमा पूजा गर्दा चाहिँ यति नै इमोसनल हुन्छु गाइस, यति नै इमोसनल हुन्छु के भन्नु। आँखाबाट अलरेडी आँसु त झर्छ यस्तो मन रुन्छ कि गाइस के भन्नु। अहिले पनि मेरो भोइस ओभर गर्दा पनि आँखाभरि आँसु छ गाइस, के भन्नु एकदम। अनि भन्नै नै मेरो शब्द छैन। यति छिटो डेलीले चाहिँ आमाको माझबाट छोडेर जानुभयो नि, यस्तो लाग्छ गाइस। अहिले नै हामीसँगै हुनुहुन्छ जस्तो खालको मलाई चाहिँ महसुस हुन्छ। र त्यसको बादमा पूजाहरू गऱ्यो अरे चाहिँ अब ब्रेकफास्ट बनाएँ ओरे मैले। त्यहाँ पछाडि चाहिँ हेर्न सक्नुहुन्छ फर्सीको मुन्टा पनि टिपिदिएँ मैले चाहिँ अब सब्जीको लागि नि त। त्यो चाहिँ थियो गाइस अघिको भिडियो। र अहिले चाहिँ यो चाहिँ इभिनिङकै टाइमको भिडियो भन्दा पनि हुन्छ, 3 साढे 3 जतिको भिडियो। त्यसपछि भाइले चाहिँ यतातिर हेर्न सक्नुहुन्छ आमसाम झार हो। त्यसपछि हामी चाहिँ एक ठाउँमा डुल्नुको लागि गएका। अब त्यो ठाउँ चाहिँ कहाँ हो भने हेर्न सक्नुहुन्छ। र हामी चाहिँ यतातिर सेन्टरतिरै गएका, किनभने अब मेरो चाहिँ अब सामानहरू सकिएको थियो नि त मुखमा लाउने फेसहरूमा। र त्यसको बादमा म चाहिँ यहाँ लिन आउँदै थिएँ। अनि हामीले चाहिँ यहाँ आइसक्रिमहरू पनि किनिरहेका थियौँ गाइस। र हेरौँ न, मैले चाहिँ फेसवास खोजेकी थिएँ। फेसवास चाहिँ मैले जुन चाहिँ खोजेकी त्यो भेटिनँ। र मैले चाहिँ एउटा लोटसको सनस्क्रिन चाहिँ एउटा लिएर आएँ। त्यसको बादमा मम्मीलाई पनि हेर्नु न आइसक्रिम ल्याइदिएँ। र आजको ब्लग यति नै छ गाइस। भेट्नु नै छ नेक्स्ट भिडियोमा।